कास्ट भनेको चाहिँ यसलाई नै भन्दो रहेछ खासमा चाहिँ। हामीले त हाँग्राले पाङ्ग्रानीले खायो त्यसले जुस पनि यता पनि यो मात्रै खानु सकिनँ। राम्रो वेदर भएको हुनाले हामी बाहिर आज निस्केको छौँ सानो परिवार। यहाँ इङ्ग्लिस ब्रेकफास्ट पनि खानुलाई बिहान बिहानै हामी चाहिँ मलाई फेरि सबैभन्दा मिठो गोराको खाना मनपर्ने भनेकै इङ्ग्लिस ब्रेकफास्ट हो। यसको मम्मी चाहिँ अर्डर रिसिभ गर्नु गएको छ। चट्ट हामी यता नर्मल भ्यू यस्तो छ। ला रुयो के भयो ल के भयो हल्लाइ पुगेन कि क्या हो ला त ले नहल्लाएर पो रहेछ यसरी हिँडाइराख्नु पर्ने। ओ चुप्पो लागेर बस्दो रहेछ फेरि हिँडाइराख्दा चाहिँ यसरी ढोराएर। ओहो यहाँ छ फेरि उहाँ चाहिँ के अर्डर गरेको वा ल छोरालाई चाहिँ यहाँ उसलाई त हिँडाइराख्नु पर्ने रहेछ नि त राखिराख्यो भने त रुएर। हाम्रो ब्रेकफास्ट पनि आइपुग्यो। बाबु पनि ठ्याक्कै सुत्यो। अब मजाले ब्रेकफास्ट लिने हो। मिठो यो चाहिँ मेरो फेभरेट हो है एकदम मनपर्छ। वाउ आई लाइक दिस भेरी मच। लु हामीले त हाँग्राले पाङ्ग्रानीले खायो त्यसले जुस पनि यता पनि यो मात्रै खानु सकिनँ मैले चाहिँ। मिठो लागेन र धेर गुलियो हुन्छ र अरू त छैन त। ला प्लेटै टल्क्यो त हौ धुनु पर्दैन जस्तो अब डिसवासरलाई। आज खाइसकेपछिको दोस्रो काम बाबुलाई जिपीमा भ्याक्सिनेसन हाल्नुपर्ने छ। यो कति मन्थको पो यो हाल्नुपर्ने हो? फर्स्टको अरे 2 वर्ष 2 महिनाको भ्याक्सिनेसन। 2 महिनाको के 2 वर्ष भनेको त 2 महिनाको भ्याक्सिनेसन हाल्नुपर्ने। छोरा रुएर जाडो भयो क्या यस्तो। सो अब छोरा सरर गाडीमा आनन्दले सुत्छ। बाबुको चाहिँ चेक इन गर्दैछौँ यहाँ। I am not main character. You are the one. I am just a side character. अब रुने बेला आउन आँट्यो नि। अब यता घोची हुन्छ तिम्रो यहाँ घोची हुन्छ नि। ल बाबु एकछिन मात्रै च्याँ गरेर रोयो त्यहाँदेखि त रोएन। निरायो क्या हो सानो त निरायो आइया भयो। उता फोन गरेको मेसेज गरेको। हामी चाहिँ मोटरवे छिर्यौँ वकिङ जानुलाई। बाबुको हात र खुट्टाको त्यो कास्ट भन्दो रहेछ इङ्ग्लिसमा चाहिँ त्यो लिन जानु लागेको। छोडिदिइरहेछ अरे बाहिर काम छ अरे उहाँ दिने मान्छे चाहिँ। सो बाहिर रिसिभ गर्नुपर्ने छ। त्यसलाई के भन्छ नेपालीमा त्यस्तोलाई? त्यो मूर्ति जस्तो क्या हात र खुट्टाको मूर्ति नै भनौँ न सानो बच्चाको त्यो लिन जानु। ठुलो छोरा अस्तित्वको त बनाइदिएको छ सानोको पनि बनाइदिनु पर्यो। फेरि पछि मलाई चाहिँ बनाइदिएन दाइलाई मात्रै बनाइदियो भन्नु सक्छ। सो दाजुभाइलाई इक्वालिटी हुनु पर्यो जे कुरामा पनि भन्ने मेरो कुरा हो प्रायोरिटी।
सो इक्वल गर्नु पर्यो नि दुईजनालाई। आज अलिक बिजी रहेछ है, खाली खाली रहेछ। खोइ बिर्सिसक्यो। सो फाइनल्ली हामी चाहिँ त्यो दिने ठाउँ आइपुग्यो, बाबुको कास्ट। यहाँ राख्दै हुन्छ। One is our cast बाबुको। गाडीभित्र बसेर हेरौँ है त कस्तो रहेछ। कास्ट भनेको चाहिँ यसलाई नै भन्दो रहेछ खासमा चाहिँ। यो हात र खुट्टा यो उसको स्ट्याचु टाइप स्टाइलको डेकोरेसनमा फ्रेमभित्र हालेर यो सजाउनुलाई हुँदो रहेछ। कति 1 month 3 daysको छ बाबुको। त्यति महिना 1 महिना 3 दिन हुँदाको यो बनाएको खासमा चाहिँ। सो हामी चाहिँ घर फर्किँदैछौँ। मोटरवेको कुदाइ हुँदैछ, एकदम कन्सन्ट्रेट हुँदैछ, पुरा फोकस हुँदैछ। थर्ड एक्जिट हो। ल हट विङ्स खाइदिउँ ल, भोक लाग्यो ड्राइभ गरेर। 12 खाइदिने हो यहीँ। आज त घुम्दा घुम्दै सामानहरू के गर्दा गर्दै रात पर्यो। घर जानु के गर्दै होला। अस्ति त्यो कति छिटो फेरि झमक्कै रात पर्छ यहाँ यो जाडो महिनामा चाहिँ।